नमस्कार। लामो समय पछाडि यो युट्युबमा मैले यो भिडियो लिएर आएको छु। मैले विगत 1.5 वर्षदेखि मैले चाहिँ भिडियो बनाउन पाइरहेको थिइनँ रेगुलर रूपमा। त्यही भएर मैले चाहिँ मेरो चाहिँ युट्युब अकाउन्ट चाहिँ युट्युबले चाहिँ अलिकति मोनिटरिङ गरिरहेको छ। किन भिडियो बनाएनस् भनेर मलाई मेलहरू पनि गरिरहेको थियो। अब चाहिँ मैले रेगुलर रूपमा भिडियो बनाउने अब प्रयास गरिरहेको छु। अब चाहिँ जोस नेक्स्ट यही विक भनौँ न, यही विकबाट चाहिँ मैले तपाईलाई रेगुलर भिडियो लिएर आउने छु युट्युबमा। र नेपालको शेयर बजार सम्बन्धी इन्भेस्टमेन्टका केही कुराहरू, ट्रेडिङका कुराहरू हुन सक्छन् हैन, र कम्पनी एनालाइसिसदेखि लिएर हैन मैले आफूले जानेको बुझेको सामान्य रूपमा मैले चाहिँ भिडियो लिएर आउने नै छु। अर्को कुरा भनेको तपाईहरु सबैजनाले मेरो यो आइडीलाई ब्याक गर्नको लागि चाहिँ यो युट्युब अकाउन्टलाई चाहिँ ब्याक गर्नको लागि सबैजनाले कमेन्ट गरिदिनु होला र भिडियोलाई मिल्छ भने शेयर गरेर मलाई चाहिँ सहयोग गरिदिनु होला, है त, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र अब अहिलेको बजारको अवस्था हैन, मेरो यो युट्युबमा त लगभग धेरै जसो 90% जति साथीहरू चाहिँ शेयर बजारसँग जोडिनु भएको साथीहरू हुनुहुन्छ हैन। मेरो उतापट्टि टिकटक अकाउन्टमा चाहिँ पछिल्लो समय त युके रिलेटेड कन्टेन्टहरू आइरहेको छ टिकटक अकाउन्टमा र फेसबुक पेजमा, फेसबुक अकाउन्टमा, र यतापट्टि युट्युबमा चाहिँ नेपालको शेयर बजार सम्बन्धी र अन्तर्राष्ट्रिय बजार यताउता सबै कुराहरूलाई मैले चाहिँ अब समग्र आर्थिक कुराहरू, आर्थिक गतिविधिहरूलाई चाहिँ मैले समग्रमा समेटेर तपाईहरु सामु जस राम्रो कन्टेन्ट पस्किने कोसिस गर्नेछु है। अब म पनि सिक्ने क्रममै छु, म कुनै विज्ञ होइन, केही होइन, सामान्य रूपमा मैले आफूले जानकारी गरेको मतलब आफूले जानकारी लिएको कुराहरू चाहिँ तपाईहरुलाई डेलिभर गर्ने कोसिस गर्नेछु। थ्यांक यू। मलाई पहिला धेरै जनाले सपोर्ट गरेर मेरो लगभग 28-30 हजार कति साथीहरू जोडिनु भएको थियो हैन। अब पनि सबैजना पुनः जोडिनु हुनेछ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। थ्यांक यू सो मच। तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गरिदिनु होला र मेरो पुरानो साथीहरू सबैलाई मैले चाहिँ भित्री मनबाट चाहिँ जोस सम्झेको छु। थ्यांक यू।